Good morning, नमस्ते, 早上好，中午好，एक बजिसक्यो 早上好，बिहान जस्तै लागिरहेछ है। ल यो ठाउँ चाहिँ हामी आएको कति दिन भयो आज यो ठाउँ? 3-4 दिन जति भयो होला सायद। र यो ठाउँ चाहिँ कस्तो ठाउँ रहेछ भन्ने हैन थोरै एक्सप्लेन गर्छु म। र अगाडिको भिडियोमा पनि छ। यो चाहिँ तल खुनमिङ भनेको चाहिँ ठुलो सिटी हो भनौँ न, यो प्रदेशको राजधानी नै हो त्यो। हाम्रो नेपालबाट 3.5 घण्टामा चाहिँ लगभग त्यो त्यहाँ प्लेन चढेर आइपुग्छौँ। अनि यो ठाउँ चाहिँ त्यहाँको सिटी यो भनौँ न, यही प्रदेश युनान प्रदेशको मान्छेहरू चाहिँ अब यस्तो ठाउँहरू धेरै छन् हैन। त्यो मध्ये अब यो एउटा ठाउँ हो जहाँ चाहिँ उनीहरू अब 1 महिना 2 वर्ष 1 वर्ष हैन 6 महिना 1 वर्ष अब 3 महिना इन्जोय गर्नको लागि कि भन्नेको मतलब अब उनीहरूको जीवनशैली कि कहिले सिटीमा हैन, कहिले चाहिँ अब यहाँ जङ्गलको बिचमा हैन। यहाँ फेरि लगभग यहाँ एउटा स्टेपमा मात्रै 30 भन्दा बढी परिवार छ हैन, भन्नाले 30 घरभन्दा बढी छ कि तल्लो स्टेपमा। अब यो माथिल्लो स्टेपमा 30 भन्दा बढी छ भनेपछि यहाँ लगभग धेरै 50-60 भन्दा बढी चाहिँ छ परिवारहरू भनौँ न। अनि यहाँ चाहिँ मान्छेहरू यहाँ आउने हैन, अब यहाँ बस्ने, अब हावापानी बत्ती सबैको व्यवस्था छ यहाँ। त्यसको स्वरूप चाहिँ अब उनीहरूले अब महिनावारी बस्ने, अब महिनामा भाडा तिरेर बस्ने हो भने चाहिँ यो जग्गाको उनीहरूले कति स्पेस लिएको छ त्यो अनुसारले 300 देखि 350-60 आरएमबी मा चाहिँ उनीहरू टक्क यहाँ लिएर टक्क बस्ने, अनि परिवारले ल्याएर बस्ने खाने हैन। अब आफ्नो कामहरू छ भने अफिसियली कामहरू पनि गर्ने, अनि सिटी तल कहिलेकाहीँ सिटी पनि जाने, तल सहरमा जाने, कहिलेकाहीँ यहाँ आउने बस्ने। ल यस्तो रहेछ यो ठाउँको एउटा भनौँ न जीवनशैली। र अहिले चाहिँ हामी अब त्यहाँ बस्नलाई अलिकति झ्याउ लागेर अहिले चाहिँ हामी मासतिर डाँडातिर जान लागिरहेछौँ। त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो वरिपरि पुरै यो धुपको रुख हो कि खोइ के को रुख हो होइन। यहाँ त धुप्पी जस्तो देखिन्छ, तर धुप्पी चाहिँ होइन होला यो। ल ओके, नेक्स्ट ब्लग